बाघ भालुहरू है त्यस्तो गरेर धेरै छ नि हैन गोहीहरूदेखि लिएर त्यस्तो धेरै छ चोकले चाहिँ त्यो सबलाई बुझ्यो चोक भन्नाले चाहिँ अब चेनसेन भनेको चाहिँ मासु खाने जातको सबलाई बुझ्यो है भन्नाले चाहिँ के बुझ्यो म जता गएको भए तापनि अनि शत्रुले अथवा त्यसरी हामीलाई एकदम नाश गर्न चाहनेले र हामीलाई लुटपाट गर्न चाहनेहरूले चाहिँ चोर डाँकाहरूले चाहिँ त्यस्तै गरेर आगोतिर अब ठुल्ठुलो आगोहरू लागेको हुन्छ है विदेशतिर कोही बेला आगो लागेर अब मान्छेहरू मर्ने ठुल्ठुलो बिल्डिङतिर हैन त्यो मे भनेको आगोको डर भयो छु भनेको त्यसरी हामीले खोलाहरू तर्दा होस् है त्यसरी अनि हामीले समुद्रहरू तर्दाखेरि होस् जस्तै अहिले बाढी के रे पानी पर्ने बेलामा त बाढीहरू धेरै आएर मान्छेहरू धेरै बगाएर मरिरहेको कुरा छ नि त हैन हो त्यो भइहाल्यो अनि चेनसेन भनेको त्यो अब मासु खाने त्यो बाघ भालुहरूले पनि हामीलाई है त्योहरूले चाहिँ त्योहरूको जिह्वा भनेको चाहिँ भय भनेको डर भनेको है अनि डर त्योहरूको डर चाहिँ अब जिह्वा भनेको डर भइहाल्यो त्यो चिजको डर चाहिँ कुन सबै नै क्योप है त्यो भयहरूबाट चाहिँ हामीलाई बचाउनुहोस् भन्ने कुरा हो त्यो अब यिनीहरूको है भयहरूबाट चाहिँ हामीलाई चाहिँ बचाउनुहोस् भनेको है क्योपले बचाउनुहोस् जिह्वा भनेको भय डर भन्छ नि है कुनले सबै क्योप भनेको बचाउनुहोस् सामदन ह्लुन्डुप जोयुस सामदन भनेको साम भनेको चिताएको दन भनेको कुराहरू कामहरू है दनले कामहरू कुराहरू भन्ने बुझ्यो ह्लुन्डुप जोय सहजैसँगले चाहिँ अनि पुरा होस् भन्ने कुरा हो है डन्पो लम्सुक थाम्चे लास डन्पो भनेको पाहुना भनेर भन्छ नि हाम्रो घरतिर पाहुना आउँछ नि हैन अनि हाम्रो घरतिर आउने पाहुनालाई मौ खारा तक डाना र ढन पानर पो है डन्पो भनेको पाहुना अब उतापट्टि जिबा धाइकमा पनि यो कुराहरू सबै हामीले यहीँ जोड्ने यसरी जोड्ने हो डन्पो भनेको पाहुना जिबा धाइकभित्र पनि आउने कुरा हो यिनीहरू है अनि लामसुक भनेर भन्दैछ पाहुनाहरू अब बाटोतिर हिँडिरहेको हुन्छ नि त अब हामीले हाम्रै पाहुनालाई मात्र नसोचौँ संसारभरि अब बाटोतिर हिँडिरहेको पाहुनाहरूलाई पनि भन्ने चाहिँ बुझौँ है लामसुक बाटोमा चाहिँ हिँडिरहेको थाम्चेलास सबैलाई चाहिँ थाम्चे भनेको सबै लाले लाई भन्ने बुझ्यो है छोकनाम थाम्चे देवर सोस छोकनाम भनेको सबै दिशाहरूमा भन्ने बुझ्यो थाम्चे सबै देवर सोस एकदम सहजैसँगले चाहिँ अब पुगोस् अनि बाटोमा हिँड्दै गर्दाखेरि पनि उसलाई एकदम सजिलो होस् उसलाई चाहिँ एकदम सुविधा होस् सुक्खासँगले एकदम राम्रोसँगले चाहिँ देवर सोस् है एकदम राम्रोसँगले चाहिँ होस् भनेर भन्दैछ यात्रा गर्दाखेरि पनि राम्रो होस् भनेको नि सुखासँगले यात्रा होस् भनेको बिचमा कुनै प्रकारको दुःखहरू नहोस् यात्रा गर्दाखेरि भनेर चाहिँ भन्नु चाहेको नि है कोही बेला हामीले यात्रा गर्दाखेरि चाहिँ हामीलाई यति अप्ठ्यारोमा पर्छ यति गाह्रो हुन्छ जस्तै अहिले यता अब इन्डियामा मनालीतिर हेर्ने हो भने बाढी पहिरो गइरहेको रहेछ है त्यसरी अब यात्रीहरू पनि अनि तीर्थ गर्नुको लागि धेरै गइरहेको रहेछ नि कुन कुन मन्दिरहरू भन्छ नि है वैष्णोदेवी मन्दिर के मन्दिरहरू भन्ने अब हिन्दूको त त्यसरी भन्दो रहेछ नि अघि त्यसरी अब त्यहाँनिर अब मन्दिर दर्शन गर्नु जाँदाखेरि पनि बाटोमा कति उनीहरूलाई असुविधा भयो बाढी पहिरोले गरेर अनि धेरै गाह्रो भयो नि हैन उहाँहरूलाई त्यस्तो गाह्रो चाहिँ नहोस् भनेको देवर होस् अब एकदम सुख शान्ति राम्रोसँगले चाहिँ अब बाटोमा हिँडौँ भन्ने कुरा चाहिँ रहेछ है गाङ्गी द्वन्द्व ढोजे पास के को लागि चाहिँ गएको हो भनेर भन्दैछ गाङ्गी द्वन्द्व ढोजे पास केही कारणसँग त गएको होला नि है हामी पनि कतै जाँदाखेरि केही कारण केही कामको लागि गएको हुन्छ नि त हैन गाङ्गी द्वन्द्व ढोजे पास है के को लागि गएको छ देर बेमिगु है हो त्यो चाहिँ देरले हो त्यो चाहिँ बेमिगु भनेर भन्दैछ कुनै पनि दुःख गर्नु नपरिकन बेमिगु भनेको दुःख गर्नु नपरिकन डुब्जुरी चिज त्यो चाहिँ पुरा भएर जाओस् भनेर चाहिँ यहाँनिर भनेको है डुब्जुर्ची भनेको पुरा भएर जाओस् भनेको अब यो जुन चाहिँ छोक्चु मुन्सेल अनि पाड छ यो पाड चाहिँ हामीले हाम्रो छोराछोरीहरू विदेशतिर जाँदाखेरि
हामी कतै यात्राहरू गर्दाखेरि हाम्रो आफन्तहरू यात्रा गर्दाखेरि चाहिँ हामीले पढ्नुपर्छ। त्यसैले गर्दाखेरि यो जुन चाहिँ छोक्चु मुन्सेल छ, पहिला सुरुमा झोलोक धेरै गर्नुहोस् तपाईँहरूले, अनि झोलोक नगरिकन पनि तपाईँहरूले पढ्नुहोस् है। अनि हामी कतै यात्राहरू गर्दैछ भने सुरुमा नै यो पाठलाई चाहिँ हामीले पढ्ने, त्यस पछाडि चाहिँ हामीले यात्रा गर्नुपर्छ। अब यो भिडियोमा यति नै भन्नु पर्यो।